सानो गाई नमस्ते स्वागत छ सबैजना। आज हामी बाटोतिर घुम्न गइराख्यौँ गाईहरू। त्यही भएर यहाँतिर यस्तो यस्तो घरहरू छन् होइन। यहाँ यस्तो बिरुवाहरू पनि फलाउँछ क्या। त्यहाँ घर पनि टन्ने छन्, राम्रा पनि छन् है। हाम्रो यो ठाउँ हो कि हाम्रो चितवन हो। यो ठाउँहरू राम्रो छ भने कमेन्टमा बताइदिनु है। राम्रो छ भने राम्रो लेखिदिनु, नराम्रो छ भने नलेखिदिनु फेरि। नराम्रो त फेरि भेटेको हुन्छ नि त गाईहरू। यहाँ टन्ने रुख त तपाईँले देख्नु होला गाईहरू। तपाईँले एउटा कुरा सोधौँ आज। अनि त्यसपछि यहाँ साइकल छन्। त्यहाँ साइकल चलाउँदै हिँड्छन् कोही मान्छेहरू चाहिँ। अनि त्यही भएर आज म आफू नदेखाएको हो, तपाईँहरूले बाटो मात्र देखाएको। म बोलेको फेरि यहाँ बाटो मात्र देखाएर नबोलिकन त बसेको होइन गाईहरू। त्यही भएर यहाँ देखाएको छ गाईहरू। यहाँतिर ब्लग बनाएको, त्यही भएर गाईहरू राम्रो छ भने कमेन्टमा बताइदिनु होला गाईहरू। अनि त्यही भएर हामी अब अर्को बाटोतिर गइसक्यौँ गाईहरू। अब हामी घर जाँदाखेरि बाटो